नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ उपप्रमुख मीरा र उनका श्रीमान विरुद्ध पक्राउ पूर्जी जारी गरेको प्रसङ्गबाट। नेपाल र भारतका समेत गरी 2 देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा कुमारी यादव र उनका श्रीमान महेन्द्र कुमार यादव विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। उच्च अदालत जनकपुर राजविराज इजलासले मंगलबार दुवैजनालाई नागरिकता सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति प्रदान गरेसँगै पक्राउ पूर्जी जारी गरेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले पक्राउ पूर्जी जारी भएसँगै उपप्रमुख मीरा र उनका श्रीमान महेन्द्रको खोज तलास सुरु गरिएको जनाएका छन्। डाक्नेश्वरी नगरपालिका 3 का कृष्ण कुमार यादवले 2 महिना अघि उच्च अदालत जनकपुर राजविराज इजलासमा दायरा गरेको मुद्दामा गत जेठ 5 गते न्यायाधीश द्वय हरिप्रसाद भण्डारी र तेज नारायण सिंह राईको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेश जारी गरेको थियो। परमादेश जारी भएपछि असार 17 गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो। कृष्णले भारतीय नागरिक मीरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न नामको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए। उपप्रमुख मीरा कुमारी यादव र उनका श्रीमान महेन्द्र कुमार यादव भारतको बिहार स्थित मधारी पञ्चायत अन्तर्गतको मधारी गाउँका स्थानीय भएको दावी गर्दै 2079 साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो। मीरा महेन्द्र सहित उनीहरूका सन्तानले समेत झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ। भारतको मतदाता सूचीमा मीराको नाम रहेको दावी उजुरीमा गरिएको छ। अनुमण्डलीय न्यायालय निर्मलीमा महेन्द्र र मीराको पेश गरेको शपथ पत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ। मध्य प्रदेशमा असारको मध्यमसम्म पठाइएका योजना र बजेटको नाम जारी रहेको छ। उपभोक्ता समिति र ठेक्का मार्फत भइरहेका करोडौंको काम असार 24 गते भित्र सम्पन्न हुने सम्भावना छैन। पूर्व मुख्यमन्त्री लालबाबु राउतको पर्सा जिल्ला मधेस सभा निर्वाचन क्षेत्रमा 19 गतेसम्म ढलानको काम भइरहेको छ। कतिपय योजनाहरूको काम अझै अधुरो नै छ। ती कामहरू सम्पन्न हुन अझै केही समय लाग्ने बताइन्छ। भौतिक पूर्वाधार कार्यालय पर्साले चालु आर्थिक वर्षमा अधिकांश काम उपभोक्ता समिति मार्फत गराइएको छ। त्यसमध्ये धेरै काम निर्धारित समयभित्र सम्पन्न हुने देखिँदैन। सर्लाही जिल्लामा असारको दोस्रो हप्तासम्म बजेट गएको छ। कतिपय उपभोक्ता समितिलाई थप बजेट उपलब्ध गराइएको छ, तर अधिकांश काम कमसल रहेका छन्। धेरै योजना पूरा हुने देखिएको छैन। सरकारले समयमा बजेट उपलब्ध नगराउँदा मध्य प्रदेशमा हरेक वर्ष समस्या आउने गरेको जनता समाजवादी पार्टी जसपाका नेता एवं पूर्व सभासद अशोक यादवले बताए। असार महिनाको पहिलो हप्तामा काम सम्पन्न भइसक्नु पर्ने हो उनले भने, तर दोस्रो हप्तासम्म बजेट नै आउने गरेको छ। सरकारकै गलत नीतिका कारण प्रदेशमा विकास निर्माणको गुणस्तरीय काम नहुने गरेको उनको कथन छ। असार महिनाको अन्तिमसम्म पनि काम हुन नसक्दा अधुरा रहेको योजनाहरूको भुक्तानी रोकिन्छ उनले भने। तर प्रदेश सरकारले फ्रिज भइसकेको रकम अर्को आर्थिक वर्षमा बजेट नै विनियोजन गरेर भुक्तानी गरिन्छ। आर्थिक वर्ष 2078-79 को बक्यौता रकम मध्ये 44 करोड आगामी आर्थिक वर्षमा विनियोजन गरिएको छ। त्यसका लागि प्रदेश सभाका सभासदहरूको छानबिन समिति गठन गरी प्रदेश सभाले सो प्रतिवेदन पारित गरी प्रदेश सरकारलाई रकम भुक्तानी गर्न निर्देशन दिने गरेको छ। चालु आर्थिक वर्षमा असार 24 गतेसम्म भुक्तानी गरिसक्नुपर्ने समय सीमा निर्धारण गरिएको छ। तर अहिलेदेखि नै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको भुक्तानी प्रक्रियामा समस्या आउन थालेको कर्मचारीहरूले बताउन थालेका छन्। दिनभरि समभरमा प्राय काम नहुने लेखा सम्बद्ध कर्मचारीहरूले बताएका छन्। देशैभरिको दबाव हुने भएकाले मूल समभर नै काम गर्न छाड्ने गरेकाले तोकिएको समय भन्दा कम्तीमा 3-4 दिन आदवै भुक्तानी भइसक्नु पर्ने उनीहरूको कथन छ। भौतिक पूर्वाधार सम्बन्धी कार्यको मूल्याङ्कन र प्रतिवेदन बनाउन समेत समय लाग्ने गरेको छ। प्रतिविधिहरूले एकैपटक कयौं योजनाहरूको प्रतिवेदन दिनुपर्ने बाध्यता भएकाले समयमै काम सम्पादन गर्न कठिन रहेको बताइन्छ। समयमै काम सम्पादन गराउन स्थानीय, प्रदेश र संघीय सरकारले बजेट निकास दिनु समय निर्धारण नगरेसम्म व्यथित नहट्ने इन्जिनियर सुशील यादवले बताए। प्राविधिकलाई
नाप जाँच गरी प्रतिवेदन बनाउन समय लाग्छ उनले भने। तर 24 गतेसम्म काम नै हुने भएकाले त्यसको बेला बनाउन सहज छैन। असोज महिनादेखि अख्तियारी दिएर वैशाख महिनासम्म मात्र योजना र बजेट वितरण गर्नुपर्ने उनको कथन छ। तर हरेक वर्ष असारको दोस्रो हप्तासम्म योजना र बजेट वितरण हुने गरेको उनले अनुभव बताए। सबै तहको सरकार जिम्मेवार भएर व्यतिथि नहटाए हरेक आर्थिक वर्षमा फ्रिज भइसकेको रकम अर्को आर्थिक वर्षमा ऐन छरेर भुक्तानी गर्ने गैर कानुनी काम बढ्दै गएको छ। अर्थ मन्त्रालय सम्बद्ध एकजना अधिकृतका अनुसार वित्तीय अनुशासन कायम गर्न सरकारले जिम्मेवार देखिएन। अरूको थालोमा दोष थुपार्ने र वर्षभरि ठेकेदार उपभोक्ताको तनाव झेल्नु भन्दा तिथि बसाल्नु आवश्यक रहेको उनले बताए। चालु आर्थिक वर्षमा पनि कयौं करोड रुपैयाँ भुक्तानी हुन नसक्ने संकेत दिएको छ। रकम भुक्तानी हुन नसके फेरि वर्षभरि प्रदेश सरकारले तनाव झेल्नु पर्नेछ। झन्डै 1.5 वर्षदेखि नेपाल रेल बिमा बिना नै सञ्चालनमा रहेको छ। नेपाल सरकारले रेलको लागि चाहिने आवश्यक बजेट उपलब्ध नगराउँदा रेल बिमा बिना नै जयनगर कुर्ता सञ्चालन हुँदै आएको छ। गत 2028 चैत 12 गतेदेखि रेल नियमित रूपमा सञ्चालनमा रहेको छ। भारतीय बजार जयनगरदेखि कुर्तासम्म 35 किलोमिटर दूरीमा दैनिक 2 पटक सञ्चालन हुँदै आएको 2 वटा रेलको बिमा बजेट अभाव हुन नसकेको नेपाल रेलवे कम्पनीले जनाएको छ। एक पटकमा 1000 भन्दा बढी यात्रु लिएर रेल गुडिएको छ। दुवै रेलको बिमाको लागि चालु आर्थिक वर्षमा 15 लाख र गत आर्थिक वर्षमा 30 लाख रकम विनियोजन गरिएको थियो, जबकि एउटै बोगी सहितको रेलको बिमा गर्नलाई 90 लाख रुपैयाँ चाहिन्छ। यस हिसाबले दुवै रेलको बिमाका लागि 1 करोड 80 लाख रुपैयाँ खर्च हुन्छ। इन्सुरेन्सको लागि गत आर्थिक वर्षमा 30 लाख रकम विनियोजन गरिएको थियो। नेपाल रेलवे कम्पनीका इन्जिनियर रविन्द्र शाहले भने रकम अपुग भएपछि इन्सुरेन्स गराउन सकिएन। चालु आर्थिक वर्षमा पनि बिमाको लागि 15 लाख मात्रै रकम विनियोजन गरिएको छ। हामीले थप बजेट माग गरेका थियौं, तर थप बजेट अहिलेसम्म आएन। उनले आगामी आर्थिक वर्षमा बिमाका लागि रकम विनियोजन गर्ने भनेर मन्त्रालयबाट आश्वासन आएको बताए। रेलको बिमा नभए पनि रेल दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार यात्रुहरूलाई नेपाल रेलको ए अनुसार मृतकका परिवारजनले 7 लाख क्षतिपूर्ति बापत पाउने व्यवस्था रहेको उनले बताए। तर रेलमा कुनै प्रकारको समस्या भएको खण्डमा अनावश्यक खर्चको भार पर्ने उनले बताए। गत पुसमा वैदेही स्टेसनमा नेपाली रेलमै किचिएर यात्रु मृत्यु भएको थियो। रेल फुल्न लागेपछि उनी टिकट नै नलिई रेलमा चढ्ने क्रममा रेलबाट लड्दा किचिएर धनुषा नगरपालिकाको 35 वर्षीय पूर्ण सदाको मृत्यु भएको थियो। उक्त घटनाको छानबिनको लागि नेपाल रेलवे कम्पनीद्वारा छानबिन तथा मृतक परिवारलाई क्षतिपूर्तिको लागि छानबिन समिति गठन गरिएको थियो। तर छानबिन समितिले मृतकको टिकट नलिई रेलमा चढेको भन्दा परिवारलाई क्षतिपूर्ति दिएन। दैनिक 1000 भन्दा बढी यात्रु रेल मार्फत ओहोर दोहोर गरे पनि रेलको बिमा नगराउँदा यात्रुहरू पनि असुरक्षित रहेका छन्। करोडौं घाटामा रहेको नेपाली रेलमा भविष्यमा कुनै प्रकारको मानवीय घटना भएको खण्डमा पीडित परिवारले कसरी क्षतिपूर्ति दिन्छु भनेर सर्वसाधारणले चिन्ता व्यक्त गर्ने गरेका छन्। मध्य प्रदेश सरकारको बजेट प्रस्तुत भएको 20 दिन बितिसकेको छ। निर्धारित समयमै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भए पनि हालसम्म संसदबाट पास हुन सकेको छैन। अर्थमन्त्री सञ्जय कुमार यादवले असार 1 गते प्रदेश सभामा आर्थिक वर्ष 2080-81 को लागि 44 अर्ब 11 करोड 46 लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। प्रदेश सभालाई सरकारले बिजनेस नदिँदा बजेट पासमा अन्योलता देखिएको छ। प्रदेश सभाका सचिव सञ्जित यादवले मंगलबारसम्म सरकारले बिजनेस नदिएको जानकारी दिए। सरकारले बिजनेस नदिएकै कारण प्रदेश सभा बैठक नबोलाइएको उनले बताए। 10 दिनपछि नयाँ आर्थिक वर्ष सुरु हुँदैछ, तर बजेट पासमा ढिलाइ भइरहेको छ। बजेटको कार्यक्रम प्रस्तुतका प्रकाशनमा ढिलाइ हुँदा बजेट पासमा पनि ढिलाइ भइरहेको बुझिएको छ। कार्यक्रम तथा योजना पुस्तिका छाप्ने जिम्मेवारी अर्थ मन्त्रालयको छ, तर हालसम्म कार्यक्रम पुस्तिका नछापिएको हुनाले प्रदेश सभा बैठक बोलाइएको छैन। प्रदेश सरकारका मन्त्रीहरू आर्थिक वर्षको चटारोमा छन्। वर्षभरि काम भएको भुक्तानी गराउन कागजात मिलाउनमा व्यस्त छन्। सोही कारण सरकारले प्रदेश सभा बैठक असार मसान्तमा बोलाएका छैनन्। अर्थ मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टराईले कार्यक्रम पुस्तिका 2 यसप्रति छापिने जानकारी दिए। उनका अनुसार प्रदेश सभा बैठक राखेकै दिन अर्थ मन्त्रालयले उक्त कार्यक्रम पुस्तिका सांसदमा पठाइनेछ। त्यसपछि बजेटमाथि प्रदेश सभामा छलफल हुनेछ। बजेटमाथि छलफल प्रारम्भ भएपछि बजेट पासको प्रक्रिया अगाडि बढ्नेछ।
धनुषा प्रहरीले अनलाइन फर्म सुरु गरेपछि चोरी भएको मोबाइल बरामद हुने काम प्रभावकारी हुन थालेको छ। चालु आर्थिक वर्षमा मात्रै धनुषा प्रहरीले 255वटा चोरीको मोबाइल बरामद गरेको छ। धनुषाका प्रहरी नयाँ उपरीक्षक डीएसपी वेद प्रसाद गौतमका अनुसार करिब 50जना चोर समेत पक्राउ गरिएको थियो। तर सम्पत्ति धनीले जोहोरी नदिँदा उनीहरूमाथि अभद्र व्यवहार मुद्दा चलाइएको उनले बताए। पक्राउ परेकाहरू धरौटीमा रिहा भइसकेका छन्। हाल 3 जना मात्रै थुनामा रहेका छन्। प्रहरी निरीक्षक नवराज खड्काले गत भदौदेखि मोबाइल चोरी घटनामा अनलाइन फर्म सुरु गरिएको बताए। उनका अनुसार मोबाइल चोरी भएपछि प्रहरीमा पीडितले लिखित जाहेरी दिन्छन्। त्यसपछि उनको वा उनको घरको एकजनाको मोबाइलमा उक्त फर्म सेटअप गरिन्छ। त्यसमा चोरीको ठाउँ र हराएको मोबाइलको आइएमई कोड राखिएको हुन्छ। उक्त हराइएको वा चोरी भएको मोबाइलमा सिम प्रयोग गर्ने बित्तिकै सेटअप गरिएको मोबाइलमा इमेल मार्फत सिम प्रयोग भएको जानकारी जान्छ। मोबाइलमा इमेल गएपछि पीडित प्रहरीमा आउँछन्। प्रहरीले दूरसञ्चारसँग समन्वय गरी सिम धनीलाई पत्ता लगाएर अनुसन्धान सुरु गर्छन्। उनले भने कहिले काहीँ चोरले बिक्री गरिसकेको हुन्छ, दोहोरो तेह्रो ह्यान्डसम्म पुगिसकेको हुन्छ। त्यसपछि हामीले कल डिटेल्सको आधारमा अनुसन्धान गर्छौं। तर कहिले काहीँ वास्तविक चोरले पक्राउ गर्न नसकिए पनि चोर भएर सिम प्रयोग गरिने अधिकांश मोबाइल फेला पर्ने गरेको उनको दाबी छ। चोरले भारतमा बिक्री गरेको र सिम प्रयोग नगर्ने मोबाइल बरामदमा केही कठिनाई हुन्छ उनले भने। तर कहिले काहीँ अर्को मोबाइल चोरीको घटनामा पक्राउ पर्दा उनले चोरी गरेको सबै पृष्ठभूमि लिएर पनि फेला पर्ने गरिन्छ। मंगलबार पनि प्रहरीले विभिन्न ब्रान्डका 5वटा चोरीको मोबाइल सहित 1 जना चोरलाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका 4 क्याम्पस चोकबाट वडा नम्बर 23 का 35 वर्षीय रविन्द्र मुखियालाई पक्राउ गरिएको छ। पक्राउ परेका मुखियामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा मेघ गर्जना र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मध्य प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघ गर्जना र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र पश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानहरूमा मेघ गर्जना र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मध्य प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ, जसका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको भनाइ छ। भारी वर्षा, मेघ गर्जना र चट्याङ, ग्रेग्रान बहाव, बाढी पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हस्त टुडे न्यूजमा अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।